हेलो सबैजना साथीहरू, आज चाहिँ मम्मी र म बगान जाँदै थियौँ। कुरोहरू पछि हाल्छन्, हामी जहाँ जाँदा पनि यिनीहरू चाहिँ अगाडि कुदिहाल्नुपर्छ। यिनीहरू कुदेको छन् अगाडि सबैजना तिनैजना। अनि यो चाहिँ रातो के रहेछ, मैले त कहिले देखेको थिइनँ नि त। पुरै पाके जस्तो हुँदो रहेछ, फल के फल होला यो पनि है एउटा। अनि हाम्रो लिली चाहिँ पुरा कुद्दैछ, लिली काले सेती अरू पनि कुदिरहेछ। अनि हाम्रो बगान चाहिँ आइपुग्नु लाग्यो। यो हाम्रो बगान हो। लिली चाहिँ पर्ख्यो, त्यहाँ नाङ्न आउँदैन रहेछ, अरू दुइटा चाहिँ नागेर गइसके। अनि म चाहिँ नाङ्छु नि, त्यसरी नै नाङ्छ यो पनि। यो चाहिँ हेर्छ पहिला यसलाई। अनि हाम्रो बगान अस्ति हामीले तेजपत्ता रोपेको थियौँ, जागेन भनेर हेर्दै थिएँ म चाहिँ। चाहिएछ तेजपत्ता सबै रोप्नुभयो। त्यो हाम्रो लिली चाहिँ पुरा पानी कहिले देखेको थिएन, पुरा खुसी हुन्छ लिली चाहिँ खेल्नु पायो भने पानीमा। पुरै खेलेको 1 घन्टा नि खेल्यो होला लिली चाहिँ। लिली सेती आउँछ, सेती पनि खेल्दैछ बच्चा चाहिँ। दुईजना पुरा रमाइलो भएर यिनीहरूलाई चाहिँ हामीसँग गएर आज यिनीहरूलाई चाहिँ पुरै खुसी लाग्छ। अनि त्यसपछि म घाँस काट्नु पऱ्यो भनेर मम्मीलाई छोड्नु भनेर मैले काट्नु थालेँ। मम्मी चाहिँ हात काट्छौ छोडा भन्दै हुनुहुन्थ्यो।